र स्वागत छ है हाम्रो आजको जुन चाहिँ परिक्रमा थियो गाउँदेखि लिएर तल झिलसम्मको र यो अवस्थामा भगवान बुद्धको पाल्की र प्रत्येकलाई शिरमा र काँधमा बोकेर जुन कष्टहरू गर्नु हुँदैछ तपाईँले है गाउँदेखि माने लाखाङदेखि झिल र झिलदेखि घरसम्म उकालो ओह्रालो तपाईँले जुन प्रकारले यो एउटा कष्ट दुःख जस्तै है दुःख त भन्नु भएन यो एउटा पाप कठिनी भन्नु मिल्छ तपाईँको जीवनकालमा कस्तो आउँदो भविष्यहरू है र यो तपाईँले जुन चाहिँ कष्ट गर्नुभयो नि तपाईँलाई कस्तो अनुभव भइरहेको छ के मनमा कस्तो फिल भइरहेको छ? नमस्कार पेप्लो है आज यो हाम्रो बुद्ध सङ्घ आज बुद्ध जयन्तीमा है हिल च्यानल नमस्कार छ पेप्लो छ। यो कष्ट होइन, यो हाम्रो धर्म हो, यो हाम्रो प्रतिज्ञाको हाम्रो बुद्ध धर्मलाई होइन पालन गर्दै आएको चिज हो। यसलाई कष्ट भएन, एउटा आफ्नो धर्म भन्छ यसलाई। धर्ममा हामीले गएको जति पनि कष्टहरू छ योहरू हामीले आफ्नो कष्ट हरन भनेर आज हामीले यो सही गरेको हाम्रो एउटा बुद्ध भगवान्लाई हामीले आज यसरी है बोकेर हामीले उहाँलाई एउटा के भनिन्छ यसलाई चरण लिएर हिँड्छौँ त्यही भनिन्छ र यही हो। अरू के भन्नु सक्छु? अरू हाम्रो भाइले भन्छ अब र यसरी जुन प्रकारको हाम्रो है गाउँका बहिनीहरू छोरीहरू पनि हिँडिरहेछ कस्तो अनुभव भइरहेछ आजको तपाईँको यो जीवनकालमा? यो प्रथमचोटि हुनसक्छ या दोस्रोचोटि हुनसक्छ र कस्तो अनुभव भइरहेछ भन्नु? कस्तो अनुभव भइरहेको छ हामीलाई त धेरै रमाइलो फिल भइरहेको छ, इन्जोय गरिरहेको छ हामीले त। मनमा शान्ति होला है भगवान बुद्धको धर्म पुस्तकहरू धर्म ग्रन्थहरू शिरमा बोक्नु पाउँदा यस्तो प्रकारले र यस्तो मौका फेरि पाउनु सक्दैन र जीवनमा एकपल्ट सालमा एकपल्ट हेर्नुहोस् यति आज झन् मौसम भगवान्ले मौसम एकदमै खुल्ला छ, शीतल मौसम छ र अहिले भर्खरै ओह्रालो गएको थियो भने फेरि उकालो यो ठाडो रोड उकालो आउनु हुँदैछ हाम्रो भक्तजन दर्शालुहरू। र हाम्रो अनिला है गाउँको हाम्रो अनिलामा अनिलाहरू पनि हुन्छ। तपाईँलाई राम्रो बढाएर लानु पाओस् पूजाहरू हो, अन्त हामीलाई सालै बढेर जानु पाओस्, योभन्दा बेसी राम्रो भएर जानु पाओस्। गाउँमा शान्ति है बुद्ध भगवान जन्मेको दिन हो। ओम मणि मणि महामणि सका मणि स्वाहा मणि मणि महामणि मनुष्य जति पनि छ सबैलाई रक्षा गरिदियो सारा संसारमा शान्ति भएर अहिले यो संसारमा अशान्ति भएर नसुनोस् नदेखोस्, शान्ति झन् राम्रो भएर जानु पाओस्, राम्रो बढी भएर पूजा झन् बढेर जानु पाओस्, अझै ठुलो पूजाहरू गर्नु पाओस् र नि गैरी गाउँमा रक्षा गरिदियो सबैलाई भनेर। यो गाउँ यो गैरी गाउँभित्रै पर्ने एउटा पिपलको रुख छ है, जहाँ चाहिँ सत्य छ र जति पनि गाउँभित्र बिहाबारी भए उहाँले यो पिपलको रुखमा 3 फेरा परिक्रमा गराएर एउटा पहिलेदेखि जुन चाहिँ नियमहरू बनाएको छ है र त्यो नियमलाई यथावत राख्दै आजको जुन परिक्रमा छ यो परिक्रमालाई पनि यस पिपलको फेदमा 3 पल्ट परिक्रमा गराउने दस्तुर र गरिरहेको तपाईँले देख्नु हुँदैछ है। यो पिपलको रुख हो। जहाँ सत्य छ त्यहाँ भगवान छ है, विश्वास छ। आज विश्वासले गर्दा संसार थामिएको छ भन्ने गर्छ है र ठाउँमा यसरी आजको परिक्रमामा आउनुहुने दर्शालु भक्तजनहरूलाई पानी ठन्डाहरूको बन्दोबस्त गर्नुभएको छ हाम्रो पूर्णम भाइ र उहाँको टिमले है र सम्पूर्ण हाम्रो भक्तजनहरूबाट उहाँलाई धन्यवाद पनि छ। यो पिपलको है परम्परा अनुसार यो पिपलको रुख जहाँ सत्य छ त्यहाँ भगवान छ भनेर भन्छ र यो पिपलको रुखलाई पनि हरेक बिहा र शुभ कार्यमा 3 पल्ट परिक्रमा गराउने नियमलाई यथावत राख्दै यो पिपलको रुखलाई परिक्रमा गरिरहेछ पाल्की र धर्मग्रन्थ बोक्नुहुने हाम्रो अनुयायीहरूद्वारा। हेर्नुहोस् आज धेरैभन्दा धेरै भिडहरू पनि देख्ने गर्दछ। यो सम्पूर्ण रोहिणी गैरी गाउँ मात्रै नभएर सम्पूर्ण रोहिणीका हाम्रा जनसाधारणहरूको यो भिड हो।